नमस्कार दाई। नमस्कार, के छ भाइ? ठिक छ दाई, ठिक छ ठिक छ। कहाँ जान लाग्नु भएको? भाइ, म जान लागेको अलि तले काम छ। किन भाइ, काम छ र? दाई मलाई पैसा चाहिएको थियो, घरमा हालिदिनु छ। ह्यात तेरे भाइ, कति पैसा मागेको? अस्ति भर्खर लिएको होइन? मैले पैसा तिमीलाई महिना पुगेपछि मात्रै दिन्छु भनेको होइन? हुन त हो दाई, पैसाको अति आवश्यक भएर हो के दाई। भाइ, त्यो तिम्रो समस्या हो, मेरो समस्या होइन। जसरी नि गरिदिनु न दाई, अति आवश्यक भएर हो दाई। ल भाइ, तिमी इमान्दार कामदार भएकोले हेर्छु नि भोलिसम्म। धन्यवाद दाई। हेलो बुढी, के छ? खाना खायौ कि नै? सधैँ खाना खायो कि नै भनेर मात्र सोध्छौ, पैसा हालिदिनु छैन। ओहो, किन रिसाको? पैसा त हालिदिनु भनेको, साउले पैसा नै दिएको छैन। साउले पैसा दिएपछि हालिदिन्छु, किन रिसाको? कस्तो हालिदिन्छु हो र? बाबु नानीको इक्जाम आउन लागिसक्यो, स्कुल फी तिर्नु परेन। घरमा पनि किस्ता हाल्ने टाइम भएको रहेछ, यता भाइको पनि कलेज फी तिर्ने टाइम भएको रहेछ। साउले पैसा दिएको भए सबैलाई हालिदिनु हुन्थ्यो। यता पनि गाह्रो छ, साउले पैसै दिँदैन हत्तपत्त। सधैँ घर घर मात्रै भन्छन्, पछिको लागि सेभिङ गर्नु छैन। ल हुन्छ, अरू केही थाहा पाउँदैन। भोलि जसरी नि पैसा हालिदिनु। बुवा मम्मीलाई पनि हालिदिनु पर्यो, घरमा कमाउने म मात्रै त छु एउटा। कस्तो घरमा? अस्ति भर्खर हालिदिएको होइन? कति चाहिने रहेछ पैसा? यतै हालिदिनु भइहाल्छ। हेलो हेलो हेलो, कहाँबाट ल्याउने होला यत्रो पैसा? घरमा हालिदिनु पर्ने छ, यता बुढीलाई हालिदिनु पर्ने छ।